हरेक वेडिङ फिल्म मण्डपबाट सुरु हुँदैन। मेरो लागि यो सुरु हुन्छ घरबाट निस्किने त्यो छेडबाट। हेलो गाइज, आज चाहिँ म काठमाडौँदेखि चितवन वेडिङ फिल्मको लागि जाँदैछु। नागढुङ्गा हुँदै हाइवेको बाटो जाँदाखेरि ठाउँ ठाउँमा बाटोहरू निर्माणको कार्य सुरु भइरहेको थियो। यो देख्दा खुसी पनि लागिरहेको थियो कि अब नयाँ बाटो बन्दैछ। केही बेर गल्छीको विश्रामपछि बिस्तारै हामी अगाडि लाग्यौँ। मनोकामना मोग्लिनी हुँदै चितवनतिर लागे। चितवनको नारायणी तीरमा ओह्रालेपछि म त्यहाँबाट म्याजिक लिएर हाकिम चोकतर्फ लागे। हिजोको विश्रामपछि भोलिपल्ट बिहान सबेरै 5 बजे उठेर ब्याट्री, क्यामेरा, लेन्स, मेमोरी कार्ड, गेम्बल सम्पूर्ण चेक गरेर निक्लिँदै दुरा परम्परा अनुसार दुलाई लिनको लागि सोली लिएर जानुपर्ने रहेछ। हामी नारायणघाट मोग्लिनी हुँदै घाँसी कुवामा आएर खाजा नास्ताको लागि एकछिन विश्राम गऱ्यौँ। हामी पोखराबाट फर्किने निकै अबेर भएको कारणले गर्दा हामी बिहानको 3 बजेतिर हामी चितवन आइपुग्यौँ। मेरो बाबुको चाहिँ जसरी हामीले त नौमती बाजा भित्र आएर बुझेको छौँ उसरी नै चाहिँ तिमीलाई चाहिन्छ। तिम्रो चाहिन्छ हामीले आशिक दिएको नौमती बाजाको चाहिँ पुरा आशिक लाभ बाबु यो बच्चीलाई लाग्यो। यो दुला दुलैको आशा मिसाइदिनु है। यो हिजोको विश्रामपछि तिमी नै हौ मलाई माया गर्ने, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ मलाई खुसी दिने, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ। कुकुरहरू हुनुहुन्थ्यो, अरू कुकुर हुनुहुन्थ्यो, कान्छीको कुकुर हुन्छ रेशम कुरा थियो, उहाँलाई पनि आसन गर्नको लागि